हेलो हाई साथीहरू, मेरो चाहिँ आजको बिहानको काम सुरु भयो। सुरु त अघि भइसकेको हो, तर भिडियो चाहिँ मैले अहिलेदेखि बनाउँदैछु। आजको सब्जी चाहिँ यो करेलाको मुन्टा। अनि तपाईँहरू चाहिँ के भन्नुहुन्छ यसलाई? हामी चाहिँ करेलाको मुन्टा अनि यसलाई चाहिँ करेला भन्छ। अनि यो करेलाको मुन्टा अनि सुकुटी आजको सब्जी मेरो घरमा। अब यो मजाले केलाउने, त्यस पछाडि मजाले मसला मरमसला बनाएर खाने आजको सब्जी। अनि यो केलाउँदाखेरि यो थोरै मात्रै फ्याक्नुपर्छ क्या, यो सबै फ्याक्नु हुँदैन। यो खानुपर्छ अरे क्या, यो हात अरे क्या, हात खोलाले कहिलेकाहीँ कुनै बेला खोला बाढीहरू बगायो भने यसले अल्झाउँछ अरे क्या, पक्रिन्छ अरे क्या। अनि त्यही भएर हामी अड्किन्छौँ अरे क्या, बगाउन सक्दैन अरे। त्यही भएर यो फ्याल्नु हुँदैन, यो पनि खानुपर्छ। यो फ्याल्नु हुँदैन, यस्तो फ्याल्नु हुँदैन, खानुपर्छ। अनि त्यसपछि के भने यो चाहिँ हामीले करेलाको मुन्टा, अनि यो चाहिँ करेला भन्दैनौँ, करेलाको दाना, अनि यो चाहिँ मुन्टा। अनि तर यसलाई चाहिँ इस्कुस भन्नुहुन्छ होला तपाईँहरूले, इस्कुसको मुन्टा भन्नुहुन्छ होला होइन त। तर हामी चाहिँ करेलाको मुन्टा करेला। अनि एकचोटि म यहाँ धरान बसेको चाहिँ 17-18 वर्ष भयो। अनि सब्जी किन्नु जाँदाखेरि सुरुमा अनि करेला भनेर सोधेको, भरे त तिते करेलाको देखाउँछ, तिते करेलाको दाम भन्छ। अनि यसलाई चाहिँ इस्कुस भन्ने रहेछ। हामी चाहिँ करेला त्यो अब तितेलाई चाहिँ हामी करेला भनिदिउँ क्या, तिते करेला। अनि अर्को पनि छ ढनकुटे करेला, अनि त्यस्तो भन्थ्यो हामी चाहिँ। सोधेको भरे तिते करेला देखाउँछ। अनि पछिदेखि चाहिँ यो चाहिँ प्रायः जसोले धेरैले इस्कुस भन्ने रहेछ। त्यहाँदेखि चाहिँ म पनि अहिले चाहिँ इस्कुसै भन्छु। हामी खोटाङले चाहिँ करेला भन्थ्यौँ क्या, करेलाको दाना अनि करेलाको मुन्टा त्यस्तो। अनि अहिले चाहिँ फेरि अब इस्कुस नै भन्नु पर्यो, चिन्दैन फेरि। के देखाउँछ, के सोद्धा के भन्छ पसलमा, त्यही भएर इस्कुसै भन्छु। देश कुनाको भेष गर्नु पर्ने रहेछ नि त साथीहरू, त्यही भएर त्यस्तो भइरहेछ। तपाईँहरू चाहिँ के भन्नुहुन्छ, कसले के भन्नुहुन्छ भन्नु है। यो के भन्नुहुन्छ यसलाई के भन्नुहुन्छ? यसलाई त अब सुकुटी नै भन्नुहुन्छ होला होइन त गाइजहरू। आजको मेरो सब्जी अब म केलाउँछु, पकाउँछु, हेर्दै गर्नु होला। मेरो तरिका, आफ्नो तरिका, अर्ग्यानिक तरिकाले, खोटाङ्गे तरिकाले म पकाउँछु अनि खान्छु है त।